My new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आरामै ठिकै छु। आज हेर्नु कस्तो राम्रो घाम लागिरहेको छ बाहिर। आजको दिन कस्तो राम्रो छ हेर्नु त बाहिर साथीहरू। कपडा धोएर सुकाइरहेको छु। त्यहाँ गुडिया पनि धोएर सुकाएको छु। मेरो आज त मैले केही बाँकी छोडेको छैन, सब धोछु। त्यो अलि तल पनि छ कपडा एकबाट। कपडा हेर्न कति धेरै छ। यस्तो कपडा मैले धुन्छु दिन पनि त्यस्तै। आज शनिबार सबै कुरा मिलिरहेको, त्यही भएर आज यति धेरै कपडा धुएँ। हेर्ने किचनको हालत कस्तो छ यहाँ। हामी चाहिँ खाना खाएर बसेको नानी यहाँ के देखाएछ। किचन यस्तो छ साथीहरू। म अब किचन सर्लक्कै सफा गर्छु। यो चाहिँ हाम्रो भिडियो बनाउने ठाउँ हेर्नु न के भइरहेछ। अहिले यस्तो छ बिफोर, अहिले आफ्टरमा देखाउँछ है त साथीहरू। यहाँ पङ्खा लागिरहेको छ। मेरो काममा सुरु गर्न गइरहेको छु। सबैले मेरो च्यानललाई माया लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। हजुरले धेरै माया गर्नुभएको छ, अझै धेरै माया गरिदिनु होला है त। ल म यो किचन सफा गर्छु, देखाउँछ है। म फेरि स्कुलमा जब गर्छु नि, त्यही भएर मैले रेगुलर यो च्यालेन्ज मुकबाङ जे भएको। अब हजुरहरूलाई मेरो भ्लग मनपर्छ कि मुकबाङ मनपर्छ कि च्यालेन्ज प्र्याङ्कै चाहिन्छ प्लिज कमेन्ट गर्नु होला। तर म स्कुलमा जब गर्छु त्यही कारणले गर्दाखेरि फेरि मैले रेगुलर भिडियो ल्याउन पाइरहेको छैन। म कोसिस गर्नेछु है, रेगुलर भिडियो ल्याउन कोसिस गर्नेछु। त्यही साथीहरू स्कुल जब गर्नु भएपछि बिहानै जाऊ, बेलुका आउँछ 4-5 बजे खानासाना बनाउनु पर्छ। अनि सुत्ने बेला त्यस्तै हो कि। ल हजुरहरूलाई कस्तो छ भिडियो मनपर्छ म कमेन्ट गर्नु होला। त्यस्तै भिडियो लिएर आउने कोसिस गर्दैछु है त्यो साथीहरू। ल यो किचन सफा गर्छु म पहिला होइन। यस्तो किचनको हालत सब सर्लक्कै सफा गर्छु है साथीहरू। हेर्नु न लास्टै चर्को घाम लागेर यहाँ माथि फेरि यहाँ तल चाहिँ हाम्रो तल हो, माथि किचन चाहिँ टिनको छ कि। त्यही भएर गर्मीले गर्दाखेरि म यो किचन सफा गर्न सक्दिनँ जस्तो लागिरहेको छु। मोबाइल पनि लास्ट तातिरहेको छ साथीहरू। म किचनको अलिक खानासाना खाएको भाँडा चाहिँ धुन्छु, धोएर अलिअलि मात्रै सफा गरेर जान्छु। र अलिपछि म पहिला तल कोठा पनि त्यस्तै छ कि, कोठा पनि त्यस्तै फोहोर छ। त्यही भएर कोठा पहिला सफा गर्न जान्छु, तल शीतल छ नि त। एक कपडा उठाएर अलि फेरि एक बाटो सुकाउनै छ कि साथीहरू। कपडा सुकाउनु चाहिँ किचन सफा तल सफा गर्छु। अनि किचन चाहिँ मैले बेलुका सफा गर्छु, बेलुका शीतल भएपछि है साथीहरू। हस् ल साथीहरू मैले त यत्तिको सफा गरेँ ल है। यहाँ यत्तिको सफा गरेँ, खासै सफा गर्ने लास्टै घाम छ नि त बाहिर, कति चर्को घाम छ। त्यही भएर मैले अहिले यत्तिको सफा गरिरहेको छु हेर्नु है। यहाँ चाहिँ टेबल हाम्रो फ्रिज यत्तिको सफा गरेछु। लास्टै टिन तातेर गर्मी भयो, त्यही भएर खासै यति सफा गरेन। म लास्टै हिँड्दा हालत खराब भएँ। फेरि मैले यहाँ सफा गर्न सक्दिनँ, त्यही भएर म तल रुममा जान्छु। रुम सफा गर्न चाहिँ सबै पर्दाहरू सबै धोएको नि त बाहिरै, पर्दाहरू सब उठाएर लिएर जान्छु म। तल एकबाट कपडा सुकाउन छ, त्यो कडा फिस ल्याएर सुकाउँछु। अनि रुम सफा गर्छु रातिहरू। म हजुरहरूले मेरो रुम सबै किचन यस्तै भयो कि अब रुम सफा गर्छु। तलको देखाउँछ है त्यसले साथीहरू। यो लुगाहरू उठाउन पर्ने हुन्छ साथीहरू। हेर्नु त यो त आज कम त धेरै लुगा धोएको छु। हेर्नुहोस् त यहाँ यो यो पर्दाहरू सबै अब तल गएर लगाउनु पर्ने हुन्छ। हेर्नु घाम पनि कति लाग्नु चर्को लागेको हो कि। हेर्नु आकाशमा एउटा पनि छैन, बादल भन्दा अलिअलि छ तर लास्टै गर्मी छ। त यो रामपुरको ठाउँ। यो फेरि हाम्रो माथि किचन छतमा छ, छतमा किचन छ। यहाँ लास्टै गाह्रो छ साथीहरू, के गर्नु हजुर गाह्रो छ। यो मेरो फेरि हातमा सामान छ त्यही हो। हेर्नु मेरो हातमा त यहाँ मोबाइल छ, चार्जर छ, यस्तो छ। त्यही भएर यसरी भइरहेको छ। यो सुकेको कपडाहरू चाहिँ उठाउनु पऱ्यो कि फेरि लास्टै घामले खाइदिन्छ नि त। ल मैले तल गएर देखाउँछु है त, ल हेर्दै गर्नु ल। हस् हेर्नुहोस् न मेरो कोठाको हालत हेर्नुहुन्छ। यस्तो कोठा कसको हुन्छ हेर्नु यहाँ। यो म्याट अघि त बाहिर सुकाएको कपडा चाहिँ मैले गरम भएर सफा गर्न सकिनँ। अहिले सफा गरेर आएको त्यसो बेलुका सफा गर्छु शीतल भएपछि। मेरो यो रुम चाहिँ यस्तै छ हालत साथीहरू। हेर्ने मेरो रुमहरू यस्तै छ। म यो सबै सर्लक्कै मिलाउँछु, देखाउँछु ल। ल साथीहरू मेरो रुम चाहिँ सफा गरेर मैले भ्याइसकेको छु। लास्टै थकेर आएर म खासै राम्रो सफा गरिनँ। मेरो रुम चाहिँ यस्तो भइरहेको छ। यहाँबाट यस्तो
यस्तै छ मेरो रुम खासै राम्रो छैन साथीहरू। यत्तिकै सफा गर्दैछु। मलाई लास्ट हगर लागेको छ मलाई, त्यही भएर म चाहिँ आराम गर्न गइरहेको छु। त्यहाँ फेरि कति पर्दाहरू हाल्ने छ, अघि धोएर उठाएर ल्याएको। म एकछिन आराम गर्छु अनि भिडियो बनाउँछु नि साथीहरू। लास्टै थके लाग्यो, एकछिन आराम गर्छु अनि त्यसपछि के गर्छु देखाउँछु है हजुरहरूलाई। हस् लास्टहरू लुगा धोयो, अब पर्दाहरू हाल्ने छ स्याहारमा। जब यत्तिकै आराम गर्न आइरहेको छु ल साथीहरू। म फेरि भेटिसकेको छु हजुरहरूको सामु। लास्टै बिहान कति धेरै कपडा धोयो नि त, एकछिन सुतेर सबै पर्दाहरू सब मिलाइसकेँ। रुम पनि मैले देखाइसकेँ। त्यो पर्दाहरू चाहिँ अहिले हालेर म दोकान गएर अब हाम्रो दिमागमा एउटा आइडिया आयो कि नयाँ च्यालेन्ज भिडियो प्र्याङ्क गर्न, नानीलाई प्र्याङ्क गर्नले। मैले के गर्न गइरहेको छु भनेदेखि यहाँ यो उस छ नि, हेर्नुहोस् त यो कोकमा, यो कोकको बोतलमा मैले यो कोकको बोतल जस्तो मसँग यहाँ अर्को बोतल छ कि मैले भर्खर लिएर थिएँ। कता खै त्यो बोतल, यहाँ छ कि त्यस्तो सेम बोतल। यो बोतलमा मैले चुक्का घोलेर राख्छु कि सेम कोक जस्तो देख्ने गरेर चुक्का घोलेर राख्छु। यहाँ चिसो पानी झिक्छु फ्रिजबाट अनि चुक घोलेर राख्छु। र अनि नानीले अन्डा उसिनेको अन्डा चाहिँ 5 रोसिन भएर चाहिँ म सिँगै राख्छु। अन्डा चाहिँ सिँगै राखेर आफूले खोलेर खाने भन्यो भने चाहिँ अनि म त्यो उसिनेको अन्डाको ठाउँमा काँचो अन्डा राख्छु साथीहरू। कस्तो हुन्छ त्यो भिडियो चाहिँ अर्को पार्टमा हाल्नेछु है त ल। यहाँ चाउमिन राख्छौँ। चाउमिन यो बोर्डमा नामहरू लेखेर नामहरू खोज्दै जसले पहिला खोज्छ उसले खाना पाइने चाहिँ च्यालेन्ज। ल मैले एकछिन साथीहरू हेर्ने। साथीहरू यहाँ चाहिँ चुक छ, चुक यो चुक म यहाँ हालेर चिसो पानी हाल्छु है। मैले यो जुस पनि राख्छु तर नानीले कोक भन्दा यो धेरै चल्नुहुन्छ कि त्यही भएर कोक चाहिँ खान सक्नुहुन्छ। त्यसरी राख्छु चुक र त्यसरी बेसा पानीमा राख्छु। साथीहरू हेर्नुलाई यहाँ मैले यहाँ चाहिँ एउटा काँचो अन्डा राखेको छु। यहाँ चाहिँ यो बेसारको जुस चाहिँ मैले भित्र फ्रिजमा राखेको छु। यसमा नै बेसार पानी बनाएर अनि यो एउटा कोक हो, यो चाहिँ चुक पानी हो कि यो कोक पनि म राखिदिने लुकाउँछु। नानीलाई प्र्याङ्क गर्ने क्या आज, त हेर्दै गर्नु होला है साथीहरू। साथीहरू हाम्रो भिडियो चाहिँ भइसकेको छ है। नानीलाई खतरा प्र्याङ्क भयो। कस्तो लाग्यो प्र्याङ्क भन्नुहोस् त ल। एकदम ब्याड लास्टै ब्याड खतरनाक ब्याड गुटिक गुटिक ल्याएर खाएको पेट कस्तो भइरहेछ सम्झिन्न। ल हाम्रो भिडियो चाहिँ सबै हामी भाँडा धुन सधैँ भाँडा धुन राखेको छौँ। भाँडा दिन्छ म अब म भिडियो चाहिँ पहिला मैले ब्लग हाल्छु कि यो हाल्छु थाहा छैन। जुन अब एउटा हाल्छु मैले अनि अरू चाहिँ मैले रेडी पारेको चाहिँ म त्यो पनि त्यो चाहिँ मेरो ब्लगमा आउँछ। सबै सामान रेडी पारेको कि त्यो प्र्याङ्क हो कि। ल खाना आउँदैछ यहाँ बाई बाई त होइन अहिले म ल साथीहरू हेर्नुहोस् त यो कुन सुतायो। हामी माथि बसिरहेको थियो पिङ खेल्दा खेल्दा बिचरा हेर्नु त यहाँ यो के सुतायो यस्तो। आम्मामा हेर्नु त खुट्टा एउटा खुट्टा कता हो एउटा खुट्टा कता हो हेर्नु त यहाँ मोबाइल हेर्दा त सुत्यो। बोलाछु बोल्दैन सुतेको कि साँच्चै सुतेको होइन। यहाँ हाँस्यो हाँस्यो अन्त यस्तो बिजक थियो हुन्छ हेर्नु त यहाँ आम्मामा उही सुतेछ हेर्नु बिचरा। उचालेर लैजान्छु माथि अब ए बिच कोठामा। यस्तो सुतेको कसको हुन्छ हेर्नु त। सुत्ने मान्छेले स्टाइल यता जानु साथीहरू
Này bật cái à có đi nãy cái dân lạc đó chưa hả Giang lạc nó ấy chị áo nó với nãy cái dân lạc đó cũng cái dân lạc gọi cái gì gọi cái mà lại được gọi cái gì gọi cái dân lạc đó Giang lạc और जिस नए नए ले जाने पेंटिंग में तो ले जाने कौन था अब जान जान जुआल साल के बाद वाले ने बन गए कुछ हाले छि त्यो चाहिँ हालै बाँकी होला नि लुगा त अब खोइ पनि त्यस्तो त लाएर हस्छ खुसी गर्छ यो मोबाइल लाने कि मैले के भन्ने हो उनीहरुले खाना किन नपर्छ तिरो के कहाँ जाने कोसँग जाने भन्नु न अनि कहाँको मान्छे हो कस्तो मान्छे हो कहाँको बोलायो जो गल्तीमा बोल्छु क्या कस्तो मान्छे हो अस्ति गला उठेपछि मैले अहिले यही बोलाउनु कस्तो मान्छे हो कहाँको त्यो के मैले तानेको थिएँ मैले कस्तो हो त्यो कस्तो घर बस्ने कि कस्तो हुन्छ हो त्यस्तै सिधै जा त्यही खान्छ तिरो अहिले कस्तो मान्छे हो कस्तो जातको के गर्छ त्यो त गइस भने त म त हेर के भयो यत्रो बेर बसेर यसरी जाने हो सबै त्यही नजिक नजिक छ जाउँ बाले एउटा छोरीलाई कति राम्रो दिनु भनेको कति दुःख गरेर बसेछ र सरले बिछेले जाने औजाले कहिले दुःख पाउँछस् के राखेको छु मैले लैजानु पर्दा लैजानु पाउने कहाँ कहाँ त्यो मान्छे कहाँ पुगेछ अरे कस्तो खालको मान्छे रहेछ हो को मान्छे भन्दैन फेरि के भन्छ अनि फेरि ब्यागमा ब्याग पनि सक्छ त्यो गाउँले मान्छे कसको माग लिएर होला कुन ठाउँमा आउँछ सोध्नु फोन हिँडी मोबाइल छ कि डराउँछ के डर हो त्यो डराउनु चाहिँ किन हिँडाएको छ त मसँग त बोल्छ क्या मसँग डराउँछ नि यत्रो बेर बसेछ नि जान्ला त्यो बुद्धि छैन झोला लुगा किन्दै झोला झोला दिनु है टिप्न हालेछ कि कपडा पहिलेको त्यति कपडा गाउँमा पुग्छ त्यति मान्छे किन्न सक्छ होला कपडा यही लैजान्थेन ऊ सुन उसले राखेको पेन्टी गरेर चौथी भिडियो बन्द बनाउँदा कि फोन आक्काइ गरेर आमाले बोलायो फोन आक्काइ गरेर यही भन्छ जान्छु भन्नुहोस् जा ऊ त्यो डुङ्गी निकालिदिनु त त्यही डुङ्गी बेर जानु के कस्तो बेहोरा लडेको त के गर्नु त एक दिन गर्ने पर्छ अझै गाउँमा बस्ने गरी क्या काम पनि छैन जा ओरोमिना जस्तो पैसा त्यो मैले अहिले भर्खर पार्सल आएर नदिनु बल्ल दिन्छ टिका चाडबाड आउनु लाग्छ
जस्तो सधैँ जस्तो सधैँ रोएर बस्नु पर्छ म त रोइ पनि के भएर एकछिन पनि सकियो होइन म त गाउँमा काम पनि देख्थेँ बिहा गाउँमा लगेर बिस सानसानो खाली हुनु जाने पछि जाने थिएँ कसरी फसाउनु भएको छ त्यो फुट्दै भएको छ त्यो मान्छेले आउन भने फोन गरेर जानु भन्नु कि कस्तो मान्छे यहाँ बोलाउनु पर्यो बिना थाहा नपाली जानु खोजेको हो त्यो ठेकी सेकी फुटालिनु ठेकी पनि राख्दैन मैले त्यो खोलातिर खाली पनि हुन्छ कस्तो कुरा गर्नु र यत्रो बेर बसेर लट्टी जानु खोजेको त फेरि अनि त्यसरी राम्रोसँग दिनु यस्तो सिकेर भने खाने छैन कि तेरो दुःख गरेर बस्छु के जिन्दगी खराब छ झुका कामलाई भन्नु न साँच्ची के हो र साँच्चै हो के कस्तो खेल्ने हो र आफ्नोबाट जान्छ उसको भन्दा आइपुग्यो यस्तो भइ चाहिँ भक्कुरी पकाइन्छ बिहान आमाले के गर्छ निर्मुस काम गर्छ छिटो नगर्नु है हदिस जाने भन्छ गर्न पाइँदैन आएपछि जाने भन्छ मोबाइल स्विच अफ गरेछ क्या आमाले किन हो क्या झुकाएको हो कि नानीले झुकाएको होला के हाँसिरहेको फेरि आखी जहाँ त अरू रोएर जान्छ आफू हाँसेर जान्छ कस्तो आमा बाबा भन्दा पनि कस्तो मान्छे हेरेर चाहिँ हाँसेर जाने भनेको यस्तो हात खुट्टा छ भोलिपछि मेरो भन्दा म भन्दा प्राणी कुबाइने कमला कुबाइने अटी नभन आवाज पनि ज्ञान 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 अब दाइ कति कति गरेर दबाईमा आमा दाइ दाजु बाबा भन्न गाउँ केटामा है सल्लाह भयो यस्तो राति पानी परिरहेको कता हो कति बजाएको कि जाने जानु नभए बस्न अब के भन्नु जान्छ होला त्यस्तो अर्को केटा अर्को छोरालाई म आइबिहारीबाट त्यो मान्छेलाई दिनमा फोन गरेर पुलिसबाट कि पुलिसबाट म बोल्छु भने किन नमान्ने कति मान्छे कहाँको मान्छे हो यताको मान्छे पनि होइन क्या कि म जान्छु म जान्छु म गरिदिन्छु बोल्नु डराएको
मेरो आइब्रोहरू कस्तो मिलाउने लाग्छ है कति बजी नानी भेन्डी उता पाइन्थ्यो कि किन आएको दोकानमा जानु पनि डर नानीखेर आँखा मान्छे अहिले नबोल्छ भने किन नदेऊ पुरा भएन क्या खानाको पिएर मैले धेरै टेन्सन नगरेँ आमालाई टेन्सनमाथि टेन्सन के टेन्सनमा के टेन्सन दिएर मैले तिमी जान्न यस्तो कहाँ फुटेछ म चिन्नु कस्तो र चिने मात्रै छ अर्को छोराछोरी कति के कस्तो कस्तोसँग गरेछ म यत्रो बेर बसेर त आफ्नो सुली जान्दाको त्यो दिमाग छैन बाघ त्यत्रो बोर्डिङ पढाएको के साह्रो हुन्छ बाले ढाडी गर्ने छोराछोरीको लागि भने कति दुःख परेछ मान्छे तर नराम्रो केटी अब नानीको बिहा गर्ने छ भने मैले केटी जाने भनेर पकाउँछ गर्छ है पहिले त म गर्छु फोन छोरी राम्रो जाने दिने भनेर कति छ दाइ बालाई दुईटाले स्याम स्याम खाले हिँड्दै आएको रहेछ क्या के हिँड्दै जाने रहेछ यति राति कता फोन गर भने ला इधर इधर देखो त इधर 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 रोयो 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 छी रोयो रोको यता हेर्नु न रोको र ल साथीहरू हाम्रो भिडियो आजको कस्तो भयो सबैले बाई गरिदिनु होला मेरो बिहानदेखिको ब्लग यहाँ अब रात परेको छ यहाँ इन्ड भएको छ म अब एडिट गरेर भोलि हाल्छु यो भिडियो कस्तो लाग्छ प्लिज लाइक कमेन्ट गर्नु होला ल बाई भन्नु नानी बाई बाई कस्तो भयो हजुरलाई भन्नु त मलाई एकदम नखुसी लाग्यो कस्तो हुन्छ कि नानी त्यस्तो गयो भने कस्तो हुन्छ गरे कस्तो हुन्छ भन्नु न अनुहार कस्तो हुन्छ गरे